under the boughs where the shadow. Hello भन्दै ल सानो त हेलो भन्दै यता हेर्न अरू भन् हेलो भन्दै हेलो हामी चाहिँ आज जाँदैछौँ राष्ट्रिय औद्योगिक बुटवल मेला हापा गरेन भनिहाल्नुहुन्छ पछाडि चाहिँ मम्मीहरू बाबा दिदीहरू आउँदै हुनुहुन्छ हामी चाहिँ सबै फ्यामिली जान लाग्छौँ यता त बुझ्यो यता हिरो बनेछ यता चाहिँ अर्को हिरोनी छ हामी चाहिँ यहाँ पर्दैछालामा आएर गाडी पर्खिरहेको छौँ यहाँ मम्मी बाबाहरू यता बसिरहनु भएको हामी चाहिँ अब धेरै समयपछि बल्ल प्रदर्शन जानु लाग्यो सानसानोमा त हामी जान्थ्यौँ मम्मीले लिएर जानुहुन्थ्यो हामीलाई हामी चाहिँ अहिले चाहिँ बल्ल धेरै पछि हामी आफै जान लागेछौँ कालेकेटाहरू त अगाडि बस्नुभएको मम्मीहरू चाहिँ उहाँ गुडिया जस्तै बसिरहेको अगाडि गएर कस्तरी बसिरहेको हामी चाहिँ यता बसिरहेको राम्रो आएको हामी चाहिँ भर्खरमा लुम्बिनी हस्पिटल अगाडि आइपुग्यौँ अब हामी चाहिँ त पुरानो बस पार्कतिर लिएर जान्छ होला हामीलाई चाहिँ हरेक एक गाडीले चाहिँ बेटेतिर जान्छ पुरानो बस पार्क आयो नभए यहाँदेखि चाहिँ अब रिक्सा लिएर जान्छौँ हामी हामी कहाँ आइयो हामी कहाँ आइयो चङ्खेको देखाइदियो त बाँदर जस्तो अटोले चाहिँ हामीलाई छोडेर गइसक्यो हामी चाहिँ आइसक्यौँ अब पारी बाटो क्रस गर्न पर्छ यता चाहिँ हिरो भनेर ल अहिले चाहिँ बाटो बनाउनु लगाएको भएर जताततै यस्तै छ कि यतै रूपन्देही गरी यता पनि ओ हामी पारिपट्टि जाने अब हाम्रो घर न लान हाम्रो घर ल हामी त लाग्यो मेलातिर ल त अर्दु बन्द गर् टिकट चाहिँ ल 75 रुपिस रहेछ अब टिकट लिएर यहाँ चाहिँ पुरा एयरपोर्ट जस्तो ओफ छ है यहाँ चाहिँ ओफ यता पार्किङहरू यस्तो ठुलो छ मेला चाहिँ अस्तिदेखि सुरु भएको 3 गतेदेखि 14 गतेसम्म त्यो धेरै लामो समयपछि प्रदर्शनी आएको अस्ति मेला लागेको लागै भइराखेर होला बल्ल कति धेरै मेला जाँदा बल्ल यहाँ आज आउने फुर्सद निकालेछौँ हामीले चाहिँ यस्तो रमाइलो शनिबार भएर अलिअलि आएछन् अब बल्ल सुरु भएर पनि होला फेरि हेर न यहाँ यताबाट चाहिँ एडजस्ट हुने होला हामी चाहिँ यताबाट छिर्छौँ फोटो खिच्न लाग्नु होला हामी चाहिँ यहाँ चाहिँ विभिन्न ठाउँहरूको फोटो छ लुम्बिनी रानीमहलहरूको यतातिर कस्तो राम्रो राम्रो छ फोटोग्राफर चेक यहाँ डेरिस फलको पनि छ यहाँ सबै कता कताको कहाँ चाहिँ कहाँसम्म त यहाँ हाम्रो फोटोग्राफ निकाल्दैन अब यहाँ यता सचिवालय छ ल यतातिर भित्र जाने यहाँ सचिवालय आउँदैछ कि यहाँ त जम बाहिरको भिडियो गर्दै हुन्छ क्या वाउ हेर ल यता खतरा खाता न ल यहाँ चाहिँ के को छ सिसिटिभी क्यामेराहरूको छ यहाँ चाहिँ अब क्यामेरा लिनु हुनेले यहाँ आउनु होला र यामाको पनि ल बाइकहरू
हेलमेटहरूलाई खतरा खतरा छ हेलमेटहरू हो ल सबै जिम हाउस मतलब सबै यही छ ल गोल यस्तो ल खेला छ उहाँले खेलायो आफै गर्नु डर हो के आफै गर्ल गाडी घुमाउनु घुमाउनु गाडी चलाउनु हात दुख्छ नि फेरि सोफाहरू गमला सेट लकरहरू खतरा फर्निचरहरू आउनुहोस् आउनुहोस् आएर दराज वाउ राम्रो कुराहरू डेढ सेटै भइहाल्यो बच्चा बच्ची खेल्ने पनि रहेछ तर खेल्ने चित्रकारहरू पैसा पनि राम्रै हुन्छ कि अन्त नि कोटहरू ल यहाँ राम्रो राम्रो छ घुम्दै जान्छ यहाँसम्म पुगिन्छ अब भाडा पछाड्दै बेच्नु स्टक लाग्दैछ मलाई हात पार्दा भनेर एक सामानहरू यहाँ पित्तलको भाँडाहरू पनि हजुर अब वाह वाह हेर नि कस्तो राम्रो डिस्काउन्ट राम्रो हुन्छ कि के भन्छ अरे यो कपडालाई अहिले आएन कि कस्तो मुखैमा आएन कि ब्यागहरू गाजाको ब्यागहरू हामी त यस्तो पोखरा किनेर ल्याइसकेको थियौँ एउटा त हेलमेट स्लिपरै फ्रीमा गरेको थिएँ नि दिदी बुनेको उसहरू राम्रो राम्रो छ के राम्रो हेयरबिन कस्तो राम्रो हो हातमा फिट भयो भने ह्यान्डमेड चप्पलहरू ह्यान्डमेड चप्पलहरू मात्रै जानुभयो क्या के गरेको जानेको कति
मलाई बुई बोकाएरै छोडो छोराले ब्याग यहाँ चाहिँ डलहरू छ यहाँ कुसन सेटहरू पाउनलाई यहाँ जाम अगाडि लैन हाम्रो चाहिँ उता दिदीले तानेर चप्पल हेर्न आऊ हेर्दैमा केही हुन्न भनेर लानु भयो यहाँ कार्ड पनि दिनुभयो यहाँ कार्ड पनि दिनुभयो यहाँ चाहिँ नेक्लेसहरू हेरेर राम्रो हो कुन लाग्यो यसलाई कति पर्छ नि सोध्न कति हो मलाई सोधौँ कति हो त्यसलाई ल त मन पर्यो ल देखा त खै कस्तो किनिस् कान्छीलाई चाहिँ यो मन पर्यो र राम्रो राम्रो रहेछ कि यहाँ चाहिँ हेर्नु सबै कुरो मेरो मात्रै छ एउटा ब्याग लिएर हिँड्ने यसो कहिले कसो बोक्नलाई यहाँ त प्याडहरू छ हाम्रो चाहिँ ब्याग लिने पनि 2 सयको तिमीलाई मसलाहरू मेरो भन्छ छोरोले कति अरे यो 220 सम्म गरिदिन्छु यो रस्सी तान्दा हिँड्छ के फास्ट हिँड्नु हो पर्दैन के लानु बाबुले चाहिँ लिएर गयो एउटा खुसी भयो बाबुले चाहिँ यो दियो एउटा यो लाने ल एउटा प्लास्टिक लौ गाडी हो कति हो यो 180 यो कतिको त यो कतिको यो मोनिका कति राम्रो मोनिका यता त ओइ यता त यस्तो हेर्दै अब राम्रो हो यो काटा हो हुन्छ कति हो 100 रुपैयाँ 100 हो के म किन्दिन्छु ल 100 हो आन्टीको तर्फदेखि के ल कोला कोला बाबु खानेन खोकी सन्चो छैन कि सन्चो होइन भयो कति हो अझ एउटा दिनु त्यसो भए अझ एउटा दिनु अनि यस्तो पनि आइसक्रिम भनेर यहाँ दुगुरे भन्दा
थ्याङ्क यू दिदी बोलाउँदै आफूले नि खाँदै ल ल हुन्छ उसलाई राख्ने डगलाई राख्ने यो त छ त खतरा सिम्पल सिम्पल यता खाके सिम्पल सबै कपडा भरि यसलाई थपेको बसेर खाना देखेँ बल्ल हिँड्छ कि यसलाई कुरेर बसिरहनु अब यो नभ्या भने त अब हिँड्न भ्याएन अब बल्ल फेरि यो भ्याएपछि फेरि अर्को खोज्छ अब सिकाएको हेर यो कहाँ फालिदिने हो हेर्नु त खाएको देखेर छिटो खाएको भाइले दुःख दिएर हो ल यता चाहिँ हामीले स्किप गऱ्यौँ है त ल स्किप गरेर यतातिर आयौँ ल यहाँ चाहिँ ब्लङ्केटहरू कसरी छ राम्रो राम्रो छ है आऊ 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 ल हेन्की समातेर राख न गोजीमा राख है यहाँ कसरी छ यहाँ बाबाले हेर्दै हुनुहुन्छ बाबा हेर्नु भने कसरी हेरिदिनु छोरालाई यहाँ पैसा चढ्यो भेटेको जति सबै कुचिहरूलाई यहाँ मिठाइदिने तानेर घर लान्छु भन्ने गर्न थाल्यो छोरोले यसलाई समाते समाते यसलाई समाते 1000को काटिनु नदिएको त राम्रो छ त ओहो किन चिस्का ओइ किन खाला छोले ओइ मन भर यत्र घुम्दा घुम्दा चाहिँ बल्ल एक्जिट आयो अब ल हामी बाहिर ओ यतातिर बल्ल आयो ल अब कस्तो दामी बनाएको हुन्छ क्या यता घुम्नलाई त ओहो है नर्सरी बल्ल उहाँ रहेछ के बल्ल नर्सरी कहाँ छ भन्दा भन्दा हिँड होइन फेरि हात होइन के हेर त भएन कोरियन भाइरल टिकटक यो कति हो माछ यो सुन्तला बाबु सुन्तला हिँड अगाडि हिँड त यहाँ हेर त राम्रो छ पिटनियाहरू ल राम्रो देखिया यता नि राम्रो रहेछ राम्रो रहेछ मम्मीले त 7000को ल 4वटा ब्ल्याङ्केट बोकेर आउनु भन्दा नै ल यहाँ नर्सरीको मैले चाहिँ यहाँ यो 20 लिएर आएको
आऊ त गएर खाने अब चिसो हुन्छ चिसो 150 टिकट ओहो फिस टर्नर पनि रहेछ यहाँ बाबुहरू खेले भयो हामी चाहिँ अब कता नाच्दा जाने अब पिर्सिङ खेल्दैन अब सबैले अब यहाँ उच्च टाउको दुख्छ भन्न थाल्नु भयो म एक्लै झ्याउ लाग्यो यहाँ चाहिँ फुलहरू ल लिन आइज यहाँ भिडियो गराएको क्या कति अरे 100 सबै तपाईँको दराजमा त्यसमा राख्नुहुन्छ लेट हजुर के मन पऱ्यो किन राम्रो छ है त्यो यो पनि राम्रो यो कलेजमा है यो बाबालाई अब जुन मनपर्छ त्यही लाग्छ बाबाको कोठामा राख्नलाई यहाँनिर राम्रो छ कति हो यो अङ्कल कति हो 1000 ओ माय गॉड 1000 अरे 1000 अरे यो कति हो त यो 300 मानौ बाबुले 17 आउट भर्खर खेलाउन किनेको यहाँ आएर फेरि ल दुकान छोडेन अब यहाँबाट नहिँड्दासम्म छोड्ने भएन यत्रो ठुलो बन्दुकको चल्तिनु 150 अरे यहाँ चाहिँ यता बनाइसक्यो क्रिसमसको अघि नै हामी आउँदा बनाउँदै थियौँ बनाइसक्यो छोड्न खेल्न मन लाग्छ कोही खेल्दिन भन्नु ऊ त्यहाँ पनि आयो मिकी माउस तेरो मिकी माउस बाबु बन्दुक झिकेर हिँडिसकेछ खै देखाउ त के किन्यौ आऊ त आऊ कतिमा ल्याउनु त 1000 रुपियाँ हाले ल्याउनु भएछ म मात्रै भोलिबाट ल्याउँछु ल हो एकखेर आफूले भनेको कुरा भएन भने मलाई त झ्याउ लाग्छ आफूले भनेको छ आएन भने मलाई झ्याउ लाग्छ भयो कति हेरेकोले जाम भयो अब हामी घरतिर लाग्यो हाम्रो भ्याइयो मेला
सामान किन्नु जाने 2 बजे हिँड्यो अरू चाहिँ बल्ल आउँदै हुनुहुन्छ हामी यहाँ भ्याएर हिँडिसक्यौँ यस्तो तरिकाले गइयो छ हामी चाहिँ यहाँ मात्र 350 दुईटा यो भाडा कुटा यत्रो पर्ने हुन्छ भाडा यो र बन्दुक चाहियो र भाडा कुटा फेरि खेलाउनु पर्यो